खाएको पनि के गर्छ होला यो खतरा समुद्र हेर्ने त्यही त हो फेरि यो मुख खुद भित मर्या छैन आज यो त्यस्तो बनाइदिनु रहेछ यार अनि कोठा गएर मासु थियो मासु खाएँ त्यता झन् झन् खाने मन लाग्यो नि है माछा त्यो अन्डा उसिन्ने भने दिउँसिने चिया उसिन्ने भने त्यसपछि त्यसै रह यसले बडी भोक लाउँछ बडी पचाउँछ क्या खाना इलिगल गर्नुपर्छ त गाँजा भयङ्कर राम्रो हो नि चिज त मिसयुज नगर्ने है तर जब खाने पऱ्यो बेला कहिलेकाहीँ एकचोटि खाएपछि कि एक दुईचोटि महिनामा खाएपछि केही होइन क्या आउँदो हैरान बनाउनु रहेछ धेरै होइन त हामी त धेरै खाइदियो हामी त लिमिट हुन्छ नि त जुगल छोड्या छैन हिजो हाम्रो मेन्सन हाम्रो भने पनि कति लाग्ने अलि पानी खाऊ नानी पानी के हो हिजो हिजो केही भएन भयो तपाईँ धेरै खानु भएन नि त नि मान्छे खान थाहा पाइन्छन् माथि माथिको मात्र खाएछ तल बसेको त्यति छोडेर मैले त्यही खाएँ मलाई त तैँले आँखा हेर्न गाह्रो ए भएको हिजो मलाई कस्तो थियो तर के भएको थिएन हजुरलाई त्यस्तो अलि भएको थियो मलाई त भयो अर्को राउत सर त भयो टोलाइकन बस्या मान्छे गाल मात्र गर्नु को राउत पदु सर मोमो ल्याउनु पठाएको थियो किन बस्नु भएको छ मान्छेले के खानु मन छ त्यो खान्छ नानी कहिले के भन्नु ढिलो गरेर आउँछ र लास्टमा आज मैले मारेर मान्छेले के खानु मन छ त्यो खाने बात फर्काउनु त मलाई अनि पछि म चाल गर्नु पर्छ त आज मैले मारेर छु त्यो भएर अहिले सुन अझै ढिलो भयो भन्नु त्यो भएछ केही नभनी बस्नु पहिला पछाएर त भजन सरले त धेरै उद्धार गरेर त मोमोसम्म ल्यायो खायो हिजो त्यस्तो गाह्रो भइसकेको थियो नै बाहिर पनि केदारनाथ त्यो अलिअलि लागिसकेको थियो बेदो त मान्नु भन्ने भयो त्यहीँ सुताएर बिहानपल्ट त उठेर मैले पनि तिमीलाई जस्तो त्यो त्यही लास्टमा खाइदियो त बिग्रियो त्यो तितो तितो हुन्न त लाग्ने चिज त्यही हो त मैले यसो याद गरेँ अरू त सबैले छोरे हाम्रो छन् अनि मैले त्यही खाएँ त्यो हाम्रोमा अलिकति आँखा हेर्न गाह्रो विष्णु दिदीलाई डाक्टर अलीले त्यो बदाम काजु किसमिस लिएर त्यो कुट्न पठाएको छन् त्यो पनि कुट्न पठाएको छन् दही हालेछ हालेछन् त्यो थेगल खानेर मिठो मिठो जस्तो पनि थियो होइन पछि त अब त्यस्तो उयो चाहिँ भएको छैन शिथिल बनाउनु तल दही त्यो दहीमा राखेर थियो त्यही दही खाएपछि मलाई त खत्रै गराइयो शरीर चाहिँ शिथिल बनाउँदो रहेछ भोक लाग्ने तर यो के अनि भोक चाहिँ भयङ्कर लाग्ने फेरि शिथिल हिजो के भन्थ्यो अरे अहिले त चट्नी मसला पनि ल्याऊँ पूर्व मेयर पनि छ नि पूर्व मेयर पनि छ नि ल अब सक्यो हिजो मलाई त्यही हेरेँ उल्लङ्घन गरेँ होइन पछि फेरि पछि अब तर मोमो त रहेछ नि पछिसम्म पहिल्यै छैन भनेर भइदियो क्या
यहाँ छ भन्नुभयो 2 बनाउनुहोस् भने म उतापट्टि गएँ बाहिर गए बेला मोमो सकिएको त्यसो भए चाउमिन बनाउनु भन्दा पनि यहाँ खबर भन्छ होइन उहाँ कता गइ जानुभयो कि कता जानु पछि चाउमिन पनि नआइ होइन त्यहीले भोग चाहिँ लाउनु रहेछ क्या अघि नि मलाई के भोग लाग्यो भोग लाउँछ अरू केही भएन भोग लागेन म त हामीले कति बजी भात खावा मैले तपाईँहरूसँग भात कति बजी खावा मैले 8 बजीतिर हो नि मैले 7 बजीतिर भातमा आफै खाल्छु नि सधैँ भात पनि बढी पकाएको छु र खन्न सक्यो नि बिहान त्यही भात यो हुन सक्छ अनि 1 बजी फेरि उठेर खाएको मैले भरि जाने तर त्यो जित मार्दो रहन्छ अलिकति आँखा हेर्न गाह्रो लाग्छ मलाई त हुन त फरक फरक लाग्दो रहेछ मान्छेलाई एउटा कोसाइन्छ त्यहाँ बा मरिजाने रहेछ रोटी भयो यहाँ पक्का राति 10 बजे ज्यान साथ किन्थ्यो कि ल हेलो साथी नमस्कार म फेरि पनि अर्को नयाँ मुखमान भिडियोमा आएको छु आज मोमो हामी मोमो खाने आज हाम्रो जिल्ला अस्पताल जाजरकोटका अध्यक्षज्यू डम्बर सिंह सर र म आज मोमो मुखमान गर्दैछौँ खाइरहेको छौँ हजुरलाई देखाइरहेको छौँ हजुरले हेरिराख्नु होला हामी खाइरहेको छौँ हामी अहिले सुप खाइरहेको छौँ कस्तो छ यो सुपको टेस्ट के छ सर ल भनिदिनु पऱ्यो सुप जस्तै छ कस्तो छु कस्तो राम्रो लागिरहेछ राम्रो छ तपाईँ मोबाइलमा बिजी हुनुहुन्छ के हो खै उसर कता गयो पन्जुसलाई पैसा जरा लिने हो कि त्यो हेरेर भुल्नु भएन त्यसलाई नम्बर उसले दिन्छु त्यति गर्ने सक्ने हाम्रो क्षमतै होइन क्या किन क्षमता हुनु र अनि होइन भने त्यसले पत्याएकै छैन म त्यहाँ आएको छु भने उसले पत्याएकै छैन खलङ्गा जस्तो भिडियो गरेर भनिदियो होइन म के गरौँ त अब खलङ्गै छु त जुगाड त भइहाल्छ कभर धुने रहेछ त हजुरको कभर धुयो भने काला खानु हुने कि सुप खाएर अहिले अब सुप खाइयो मोमो छ हाम्रो जुसी मोमो एउटा अर्को मोमो पनि बनाइदेऊ हाम्रो सरले के कसो भन्नुहुन्छ उहाँले खाइराख्नु छ मोमो उहाँलाई अलि हात देखियो कि हो टाढा टाढा भइदियो कि हो हो हामी मोमो खाँदैछौँ गाँठो त्यहाँ भयो गाँठो त्यहाँ भयो घरको लुटेर एक सर एकछिन परेको नि अस्ति लिन बाहिर हालेको थियो त्यही चलन अर्को दियो खै कता तर यो कोक त मर्यादा छैन कोक खाने केही खानेर खाने म खाने भए खाऊँ त म त नै तपाईँ नखाने म खाँदिनँ एक म हावाको खाने भन्ने कुरो हो म त्यसमा खाने भन्छ होला झोल त झोल कसो आउँछ अरे एउटा मोमो बनाइदिनु है पदम सर आउने त्यस्तै हेर्ने मान्छेले यस्ता मैले बनाएको हेर्नु हुन्छ अनि यस्ता
जायगढको सबभन्दा मोमो राम्रो पाउने ठाउँ यही हो हामी खाइरहेछौँ हेर्नुहोस् यो तपाईँ यही हो मोमो भन्ने मोमो नै यही हो जेन छोएको ठाउँमा होइन त्यसले फेरि नसा मार्छ नि फेरि त्यसले मार्दो रहेछ हिजो खाकाले क्या त्यसरी त्यो गर्न सक्दैन नि त्यस्तो लामो दिन त चाहिरहेको के